बुवाले बुढेसकालको सहारा दुई शब्द केही साट्नु भयो। छोरो +2 पास गरिसकेपछि बुवाको अगाडि आएर जिद्दी गर्यो, बुवा मेरा सबै साथी अस्ट्रेलिया गए, म पनि अस्ट्रेलिया जान्छु है। बुवाले भन्नुभयो, बाबु चामुण्डाबाट बेचेको जाय जेथा यही हो बाबु, हेर तँलाई पढाए, तँलाई थाहा छ तेरो बुवा दमको रोगी छ, तेरो आमाले छोडेर त गई, त पनि मलाई छोडेर जान्छस् त बाबु, मलाई तातो पानी ल्याएर बा हजुरलाई कस्तो छ भनेर मेरो नजिकको आइदिन्छ त बाबु। छोरो केही बोलेन। 1 महिनापछि आएर फेरि जिद्दी गर्यो। बुवाले घर खेत सबै बेचेर छोरालाई ठूलो लगेज किनिदिनु भयो। पैतला मुनि च्यातिएका चप्पल थिए, छोरालाई विदाई गरेर जानुभयो। अन्तर्राष्ट्रिय विमानस्थलमा दमको रोगी बुवा थरथर काँप्दै गरेको हातले माला र खादा लगाइदिएर भन्नुभयो, त फर्किने बेला म बाँच्छु कि बाँच्दैन बाबु, बाँच्दिन भने पनि त्यो कुर्काएको लगेजमा तेरी आमाका सपना छन्, मेरो सपना छन्, कहिल्यै पनि नबिर्सियोस् छोरा। प्लेन उड्यो। बुवाले छोरो उडेको प्लेनको विदाई गर्दै हुनुहुन्थ्यो, हात हल्लाउँदै हुनुहुन्थ्यो। प्लेन ढाक्यो, बादलले बुवाका सपना ढाक्यो। घर फर्किनु भयो बुवा। घर फर्किएको 2 वर्ष के पुगेको थिएन, छोरो अस्ट्रेलिया गएको बुवालाई राति पौष 19 गते दमले च्याप्यो। छोरा भन्नुभयो, चिच्याउनु भयो, तातो पानी माग्नुभयो, कोही थिएन। बेहोस भएर प्याहारे हस्पिटल यही कर्णाली केयरमा ल्याए। छिमेकीले डाक्टरले आस मार्यो, जानुस् गाडीमा समस्या छ, लिएर जानुस्, बाँच्नुहुन्न, मुखमा अक्सिजन लगाएर बुवालाई घर फर्काइयो। घरको आँगनमा बुवा प्रत्येक साससम्म लडिरहनु भएको थियो। प्रत्येक सासमा मृत्युसँग लडिरहेको बुवाले थरथर काँप्दै सिरानीमा रहेको किप्याड मोबाइलले बारम्बार छोरालाई फोन लगाउनु भयो, फोन उठेन, लागे। बाक्य बसेको बुवाले हातको इसाराले भन्नुभयो, मेरो एउटा छोरो छ, त्यो पनि अस्ट्रेलिया छ, म बाँच्दैन होला, एकपटक कान्छु भनेर आज समातेर उसको अनुहार हेरेर बिदा हुने इच्छा छ। एकपटक मेरो छोरालाई खबर गरिदिनु, बुवा धेरै दिन बाँच्दैन होला। छिमेकीले फोन लगाए, भिडियो कल गरे, बाबु तिम्रो बुवा सिकिस्त हुनुहुन्छ, दमले च्यापेको छ, आऊ। बुवाले कान्छो भन्दै तिम्रो अन्तिम अनुहार हेर्ने इच्छा छ भन्नुभएको छ, आऊ बुवालाई भेटेर जाऊ, तिम्रो बुवा धेरै दिन बाँच्नुहुन्न होला भन्दा त्यो छोराले के भने थाहा छ? बुवालाई सिकिस्तै हो, बुवा बाँच्नुहुन्न, बुवालाई दमले च्यापेकै हो, भन्नुहोस् म 2 पटक आउन भ्याउँदिन, 1 पटक आउँछु, अहिले आऊ कि पछि आऊ भने। भाइ बहिनीहरू, धर्म, संस्कृति, बुवाआमाको सङ्घर्ष, बुवाआमाको पैतला, फुटेको पैतला, त्यो घरको आँगन, तिमी भूगोलको जुनसुकै ठाउँमा जानुपर्छ, तिमी कम्पिटिटर बन्नुपर्छ, अक्सफोर्डमा गएर अक्सफोर्ड हल्लाउनुपर्छ, तिमीले युनिभर्सिटी हल्लाउनुपर्छ, अमेरिका जानुपर्छ, तर यो भैरविस्तार, यो चाहिँ तपाईँको यो तपाईँको आफ्नो ताता पानी, यो वीरेन्द्रनगर, बुवाको सङ्घर्ष, आमाको सङ्घर्ष तिमीले जिन्दगीभर बिर्सनु हुँदैन। अन्तिममा मेरो एउटै अनुरोध छ भाइ बहिनीहरू, यो अनुहार म कहीँ जाँदा गल्लीमा हल्लिएको ड्रग्स खाएको अनुहार मैले पनि हेर्न चाहेको छैन। यो अनुहार एउटा सफल भएर चन्द्र सूर्यको अगाडि पनि ठूलो फ्ल्याक्स ब्यानरमा सफल व्यक्ति भएको, भोलि डाक्टर रामवरण यादव भारत नेपालको पहिलो गणतन्त्र